हेलो सबैजनालाई नमस्कार। अहिले चाहिँ बेलुकाको 4 बजिसकेको छ र म चाहिँ अहिले महाकाली तीरमा आएको छु। यो चाहिँ पुरै महाकाली नदी है। यो चाहिँ महाकाली नदी, यो चाहिँ यो पुरै पारी इन्डिया है। इन्डियाले चाहिँ पुरै नेपाललाई हडप्दै पुरै काम गरिरहेको, काम हानिरहेको पुरै। यो पारी चाहिँ इन्डियाको ब्यारेक है। पारी चाहिँ इन्डियन फौजहरू बस्नुहुन्छ है। यो चाहिँ पुरै धारचुला बजार, यहाँ पुरै बजार छ। इन्डिया यतिसम्म डेभलप भइसक्यो कि यहाँ पुरै माथि पुरै रोडहरू लगाएर पुरै यो पहाडमा पुरै बस्तीहरू बसालेको छ है। यो पुरै बस्ती छ यसमा, यहाँ माथि पुरै बस्ती छ। यहाँ चाहिँ वारिपारि यातायातको साधन चाहिँ आवतजावत चाहिँ हुँदैन है। यो ठाउँमा यातायात चाहिँ आवतजावत हुँदैन। चाहिँ मान्छेहरू चाहिँ ओहोरदोहोर गर्नको लागि एउटा सानो पुल छ, त्यो पुलबाट सामानहरू आवतजावत हुन्छ। र यो चाहिँ अहिले महाकाली नदी चाहिँ अहिले चाहिँ घटेको है। यो बर्खाको सिजनमा तपाईँको लगभग 2070 सालमा बाढीले यहाँ लगभग धेरै घरहरू बगाएको थियो। यो एरियामा पुरै बजार बस्ती थियो र नेपालको यो जुन साइड, यो साइडहरूमा पुरै बस्ती थियो र अहिले चाहिँ पुरै 70 सालको त बाढीले घरहरू लैदेखि अहिले चाहिँ सुक्खा भएको छ र अहिले नदी पनि सानो छ। अहिले त्यति पानी पर्दैन, अहिले बर्खाको सिजन छैन। त्यसैले पारिपट्टि देख्न सक्नुहुन्छ इन्डियन क्याम्प हो त, पुरा काम धमाधम भइरहेछ इन्डियामा। पारिपट्टि बजार देख्न सक्नुहुन्छ, बजार। पारिपट्टि पहाड पुरै, यो यहाँ माथि पुरै बस्ती छ है, गाइजहरू। यो जुममा खासै देखिएको छैन, पुरै बस्तीहरू छ। दामी डेन्जर पारी डेन्जर बनाइसक्यो इन्डियाले।